हेलो साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो भिडियोमा। आज चाहिँ म तपाईहरूलाई कहाँ लगेर जाँदैछु भनेर थाहा पाउनको लागि अन्तिमसम्म हेर्नुहोला। हामी चाहिँ आज कुलो खन्न जाँदैछौँ। कुलो खन्न पहिलो दिन हो हाम्रो चाहिँ। सबैजना मान्छेहरू गएका छन् बाटोमा। एकदमै रमाइलो भइरहेको थियो अनि म चाहिँ मेरो छिमेकीहरूसँग गएको। एकदमै रमाइलो भइरहेको थियो साथीहरू। कुलोमा चाहिँ के भयो भनेर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बेल पाकेर बसेको थियो हाम्रो टिफिन। त्यसपछि हेर्न सक्नुहुन्छ कुलोमा कस्तो छ झाडहरू भनेर। हामी चाहिँ यो बाटो गयौँ। हामी फेरि अरू चाहिँ छिटो पुगिन्छ भनेर माथि भिरबाट पनि जानुभएको थियो। हेर्न सक्नुहुन्छ कस्तो डरलाग्दो भिड छ। त्यसपछि हामी चाहिँ हिँड्यौँ सरासर। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ कस्तो राम्रो हरियो घाँसहरू पलाइरहेको छ। पढ्नुमा कति रमाइलो छ साथीहरू। अब आन्टीहरू हुनुहुन्थ्यो। त्यसपछि हामी चाहिँ ओडार जस्तो थियो कि त्यहाँ चाहिँ साथीहरू। अनि एकछिनमा म देखाउँदैछु। देख्न सक्नुहुन्छ हेर्नुहोस् कस्तो ठाउँमा हामी कुलो खन्न गएको भनेर। त्यहाँदेखि चाहिँ हामी उतापट्टि गयौँ। पछाडि चाहिँ बहिनीहरू पनि आएको थियो। त्यसपछि त्यहाँ सफा गर्नुभयो नालाहरूको। अनि यतातिर चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। त्यसपछि हामी अझै अगाडि गयौँ। अगाडि गइसकेपछि बाटो चाहिँ लास्टै अप्ठ्यारो थियो साथीहरू। म चाहिँ लडेँ पनि एक ठाउँमा। वाउ कस्तो राम्रो देखेको साथीहरू। सबैजना हिँडेर गएको। अनि त्यहाँ फेरि ओह्रालो थियो कि त्यहाँ पाइपबाट झरेको आउँछ। पहिला सुरुमा बाउजू झर्नुभयो। त्यसपछि म झरेँ। मलाई हेर्न सक्नुहुन्छ त्यहाँ कस्तो छ हालत मेरो भनेर। त्यसपछि चाहिँ यमुना झरी। त्यसपछि अर्को बहिनी त्यहाँको पाइप फुटेको थियो देख्न सक्नुहुन्छ। त्यो चाहिँ छापोहरू काट्नु कस्तो राम्रो पलाएको थियो छापो बिमार्नुको लागि। त्यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ आन्टीहरू चाहिँ कस्तो डराइ गर्नु भएको थियो कि साथीहरू। हामी चाहिँ हेर्दै हाँसिरहेको फेरि। त्यसपछि कुलो सफा गर्नुलाई आज चाहिँ मुहानमा हो कि मेन सफा गर्नु। त्यही भएर यसरी माटो साटो फाल्यौँ। त्यसपछि मलाई चाहिँ के अरे मान्छेहरू जम्मा भएको कतिजना भएको छन् भनेर मलाई चाहिँ हाजिर गर्न पठाउनु भयो। म झन् खुसी भएर गएँ। त्यसपछि हाम्रो काम सकेर हाजिर लगायौँ। हाजिर लगाउनुभयो समितिले। त्यसपछि हामी सबैजना घर फर्किए। तर हामी चाहिँ कहाँ गयौँ होला साथीहरू गेस गर्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ राउटे बस्तीमा गयौँ। हामीलाई हेर्न मन लागेर राउटे बस्ती त्यहाँ काम गर्ने ठाउँदेखि नजिकै थियो। त्यसपछि हामी चाहिँ राउटे बस्तीमा गयौँ साथीहरू। हेर्न सक्नुहुन्छ राउटे बस्तीको अवस्था। हेर्नु न कहाँ बसाइ सरेर जान लागेको जस्तो छ। अनि एउटा बिरामी हुनुभएको रहेछ। उहाँलाई चाहिँ बोकेर ल्याउँदै थिइन् एउटा सानो बहिनीले। अनि लास्टमा हामी घर फर्किँदाखेरि चाहिँ तिमिलोको बुट्टामा भाउजूले तिमिलोहरू झार्दै